अब एक व्यक्तिले त्यही व्यक्तिले भने हुँदैन भने अस्पतालमा गएर बस्दाखेरि त्यहाँ सेवा गर्नेहरू के हुन्छन्, नुहाएका छन् कि बिना नुहाएका खिचडी पकाएर ल्याएर दिएका छन्, दलिया दिएका छन्, त्यहाँदेखि गप खान त्यहाँ चाहिँ हुने, घरमा बुहारीले बनाएर दिएको चाहिँ नहुने कहाँको नियम हो फेरि? नुहाई धुवाई गरेर शुद्ध पवित्र भएर दिएको बुहारीले त खाइदिनु पर्यो नि। यो भन्न खोजेको यो महाराजीहरूको सामुन्नेमा यहाँ भन्नु नहुने कुरो हो, तर हामीले बुझ्नुपर्छ केवल भोजनमै निहित छैन। यो केवल शरीरलाई हेरेर हामीहरूको उद्धार हुँदैन। उद्धार हुन्छ यो आत्मा र परमात्माको मिलन हुँदाखेरि। यो खानु हुँदैन भन्ने कुरो छैन। हाम्रै महाराजजी गैँडाकोट महाराजजी परम पूजनीय हरिशरण महाराजजीले विराटनगरमा देख्नुभयो एउटा दृश्य। माता हुनुभयो वृद्ध, अनि वृद्ध माता हुँदा महाराजजीको कुरो है, आँखाले देखेको कुरो उहाँले पुस्तकमा पनि लेखिदिनु भएको छ। के देख्नुभयो भने घरमा बुहारी छन्, छोरा बुहारी, अनि बुहारीले अरू सबै सामान तयारी गरेर आउने, अनि बनाउन चाहिँ बुढी मान्छे हिँड्न पनि नसक्ने, यसो घसरी गएर चुलाको छेउमा गएर बनाउने। अनि त्यो स्थिति गुरुजीलाई कसैले सुनाए। महाराज गैँडाकोटबाट उहाँ पुगिसक्यो, उहाँलाई सुनाएपछि थपक्कन उहाँ पुग्नुभयो त्यो घरमा। अनि सुन बुहारीलाई सोध्नु, तिमी नुहाई धुवाई गऱ्यौ? के खान्छौ? केही पनि खाने गरेको छैन, जो यहाँ बन्छ त्यही हो हामीहरूले। अनि ठिक छ। अनि उहाँलाई भन्नु ती बुढी मान्छे त यहीँ बस्नु त, यसले बनाएको हुन्छ, यसले बनाउँथ्यो। बुहारीलाई बनाउन लाग्यो। आजदेखि तपाईँले चुलामा जानु पर्दैन, यसले बनाएको थपक्कन लिने हो भनेर भनिदिनु हो महाराजजीले। विराटनगरको कुरो है। अनि थपक्कन लिन थाल्नु। अब कुरो बुझ्नु भने कुरो कतिपय कुरा हामीले नबुझेर रुडमा ल्याउँछ कि सायद हुँदैन भन्ने कुरा त्यो होइन। के शरीर तर्छ र जीवनभर यसलाई पकाएको नखाइएला, नछुएको नखाइ, यसले यो शरीर जान्छ र भगवान् धाममा? यहीँ पो डढाइदिन्छ नि त ती। शरीरको साधना होइन, यो आत्माको साधना हो। यो कुरो बुझ्नु होला हजुरहरूले। अनि यसरी अपमान नगर्ने। बुहारीहरूलाई उनलाई अपमान गरेर भगवान्को धाम पुगिँदैन छोरा। अनि उनीहरूलाई पनि प्रेम हो यो प्रेमको रहेछ, यहाँ त भेद बुद्धि रहेन रहेछ भन्ने हुन्छ। उनीहरू पनि भगवान्का शरणमा आउँछन्। सबै घरमा एकदम अर्कै वातावरण बन्छ। त्यसो हुँदाखेरि अन्यथा नलिनु होला, बात बुझ्नु होला। एउटा हुन्छ सामान्य धर्म, एउटा हुन्छ आपतकालीन धर्म। आपतकालीन धर्ममा हाम्रा गुरु महाराजहरूले बताएकै कुरो बताइएको हो। त्यसो हुँदा यी कुरा पनि बुझ्नुपर्ने हुन्छ। हामीले धेरै जसो चाहिँ खानपिनलाई नि महत्त्व दिएका छौँ। भगवान्सँग प्रेम हुने कि बुहारीका भित्र पनि भगवान् छन् भन्ने हामीले हेऱ्यौँ न। छोराका भित्र पनि छन्, अनि छिमेकीका भित्र पनि भगवान् छन् भने त्यो चाहिँ हेऱ्यौँ न। यिनीहरू वैष्णव होइन, हामी वैष्णव हौँ भन्ने त्यस्तो हीन भावनालाई हामीले पक्रेर बसेका छौँ। यो हाम्रो हीन भावना हो, वैष्णवताको भावना हुँदै होइन। यो कुरो बुझ्नु हो नि, वैष्णवताको भावना हुनुपर्छ। वैष्णवतामा सबैमा वैष्णव हेरौँ न हामीले, यी पनि वैष्णव हो, यी पनि भगवान्का भक्त हुन् भन्ने भावना होस् न। तिमीहरूले छोड्ने हुँदैन भन्ने घृणा बुद्धि राख्यो भने त बर्बाद है। घिन गर्नु हुँदैन कसैलाई, घृणा चाहिँ गर्नै हुँदैन। सबै भगवान्का हौँ हामी, सारा जगतमा भगवान्का हौँ। कसैमा पनि भेद बुद्धि नराख्ने। यसको मतलब यो भनेको होइन कि जोसुकैले दिएको जेसुकै खानु भनेको होइन, तर स्थिति परिस्थितिमा कसैले प्रेमपूर्वक दिएको कुरा लिनुपर्छ। मेरो एउटा पहाडमा गयो तेह्रथुमतिर, अनि एउटै लिम्बुनी माताले भन्नु हो, तपाईँहरू त हामीले छोएको खाँदैन होला भन्नु। किन खाँदैन? ल्याउनु त सुन्तला फलेको छ, ल्याउनु त त्यो टपरीमा ल्याएर अहिले खाने हो भनेको, ल्याएर दिनुभयो। ल्याए हो भगवान् हुँदै खाएको त खुसी हुनुभयो। दुई तिनजना छु हामीहरू, खुसी हुनु, खानेकुरो खानुहुन्छ। अब उहाँलाई भनेको तपाईँहरूको थाली बटुकाहरू त शुद्ध छैनन्, अवश्य नै छैनन् भन्नुभयो। ल बिचमा किन उभिनु भएको होला?